लकेडा गल्ली भिलेज ब्लक करेंगे होला दामी दामी गल्ली है केटा। आज हाम्रो टुर छ यसो गल्ली गल्लीसम्म घुम्ने कतासम्म हुन्छ आज यसो 2 राउन्ड लाएर आउनु पर्यो। राम्रैहरू छ होइन वेलकम छ हाम्रो भ्लगमा गाइजहरू। सो घुम्नको लागि हामीसँग कन्ट्याक्ट गर्नु होला। जुत्ताहरू दामी छ होइन पसल। स्टोरी टक गल्ली भ्लग बनाउँदै हिँड्दै हामी चिलमा कस्तो लाग्यो भनिदिनु होला होइन। नेपाल जस्तै हो सेम हिमाल सिमाल डाँडा साँडा भएको अहिले देखाइदिन्छु म दामी। यो जुत्ताको तुनै फुस्के छ फेरि मानिदिने मान्छे कोही छैन। लेमन ड्रिङ्क बाल छ है यस्तो सभा मौसम बन्छ चिसोमा छैन टक्क गर्मी छ हिँडिरहेको छौँ हामी। आगे आगे तोपेको गोला पछि पछि मेसिन गन बनाना सिग्नल नदेऊ म बिडी खानेलाई जानेलाई जाने हेर्न जम 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 ए यहाँ पनि जम जम ओपन भएछ त है। ज्याकेट हेर्न गएको माछी 80,000 भनेर अन्डे एक महिनाकै तलब गइदिन्छ मलाई एउटै ज्याकेटमा। के छ गाइस भन्नुहोस् है यहाँ कस्तो छ भ्लग चाहिँ होइन। सो भ्लग बनाइदिउँ भनेर हिँडेको आज। लाइक सब्सक्राइब कमेन्ट यतैबाट हिँड्नु न यताबाट माथि पुगिसक्यो बाटो एउटै हो। अरे यार जुन बाटो गयो त्यही बाटो जानुपर्छ भन्ने पनि छैन नि त। हेर न केटा कार होइन अब चढो नेपाल के डाँडा में ऊपर दामी सेक पारामा हिँड्नु पर्यो नि त। ओइ विशाल एचएनएम छैन चेन घाट्न पनि
रुम बाहिर हुनु नि यार यो पार राम्रो काम गर्यो होला केटी हो आइज चोकतिर यसो रमाइलो हान्न यस्तो गुलाफी रङ ओठमा लिपस्टिक क्या बवाल छ है गाइज आउनुहोस् घुम्न यहाँ यता हुन्छ फेरि दामी स्वाग पाराको फुल च्यानघाटको अगाडि टक्क दामी बल स्वाग पारामा गैरी खेतको सिरै हान्यो लगाइज ओपी भ्युज काग पनि छ टक्क दामी पार्कमा जान लाग्यो हामी केटाहरू फोटो हान्दै ल ल स्टेप बाई स्टेप पोस्ट दिइहाल त यहाँ भेजवाला स्वाग फ्लावर पुष्पा नहीं फ्लावर समझे क्या लकडा बोवाल है बोवाल ल यहाँ माथि होन्डोरी पार्क कडा ल हामी चाहिँ यता छौँ है गाई चाहिँ अहिले हार्बो भ्यू पार्क यामासिता पार मोतोमाची खेतको सिरै हान्यो वेलकम छ ल वेलकम वेलकम गाइस एकछिनमा यस्तो भिड देखिन्छ गाइस अहिले हेर्नु यस्तो बवाल छ नि क्या जस्तो लाग्छ फेरि त्यही भएर सुतिरहेको मान्छे सुतिरहेको फ्लावर्स क्या बवाल बवाल हेर न यस्तो हुनुपर्ने नेपालमा पनि टक्क भ्युजहरू यस्तो सूर्यभन्दा नेपाल बवाल छ कबाडीहरू नेपाल बेची खाएको चिक्ने के थाहा हुन्थ्यो मुजीहरूलाई अनि टक्क बवाल यहाँ के हो ठाउँ थाहा छैन तर दामी एकदम राम्रो छ यहाँ ठाउँ बगैँचा हामी केटाहरू मिलेर आज कति पछि आइयो काम हुँदा हुँदा काम न कैसे ऐसे देखना चाहिए ऐसे देखना चाहिए ना कुछ कहाँ देखो बोनसाई अच्छा बोनसाई क्या चिल छ है नेपाली तोपेन्द्र ग्याङ जहिले नि हाइमा है विशाल तोपेन्द्र ग्याङ जहिले नि हाइमा लगाइ जब यति हो हामीले हेर्ने भनेको यही हो खासमा कस्तो छ के छ कमेन्ट भ्युज लाइक सब्सक्राइब जाओस्
कोही आउनु चाहनुहुन्छ भने हामीलाई कन्ट्याक्ट हान्नु होला हामीलाई हान्ने गुगललाई हान्नु होला क्या बवाल छ विशाल हामीले काम गर्ने कहाँ हो हामी चाहिँ काम गर्ने अन्तर्राष्ट्रिय हावा चल्ने टेस्टिङ सधैँ होइन हो कि आज अलिक छिटो घुम्यो जस्तो लाग्यो त्यत्तिकै घुम्छ क्या बिजुली उत्पादन गर्छ होइन यही फोहोर देखाएको गाइज मोबाइलमा पनि फोहोर देखिन्न भनेर चाहिँ आँखाले त झन् केही देखिन्थ्यो यो त नेपालको झाडी नै हो यो त यस्तै छ झाडीहरू यस ठाउँतिर चाहिँ बवालै छ प्लेनवाला स्वाइक छ क्या प्लेनवाला बवाल पुल छ होइन कतिवटा पुल छ है मासला यहाँ दुईटा फ्लायर दुईटा हो कि तिनवटा आउने बेलामा उताबाट हेर्दा त्यस्तै छ यताबाट हेर्दा त्यस्तै छ यही ब्रिजबाट यही समुद्र के बसमा एउटा हेरेको इन्ट्री हुँदैछ हाम्रो उता यहाँ बस्ने सिटहरू छ होइन हामी हेर्दै आएको अब यो भिजुन हेर्नु पर्यो टक्क सुतेर मात्र हुँदैन गाइज लिङ्गामा हो फेरि आफू चाहिँ होइन प्लेनवाला स्वाइक मेरो स्टाइल ल हिरोको इन्ट्री हाने ल इन्ट्री 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 ल ल ल ल ल जाओस् गाइस वेलकम टु निहोङ्गो जापान देख्न सक्नुहुन्छ तपाईँहरूले यतातिर समुद्र छ यता हेरे परि परि छ यता हेरे फुलै फुल छ त्यो फुलको टिप्न मात्र नसक्ने हो गेडा मात्र बाँकी हो बवाल थियो के गर्नु हेरेर चित्त बुझाउने हो गाई जस्तै होइन भ्युजहरू हेर्दै बस्ने हो कस्तो भिडियो बनाइदिउँ भनेको भने सुन के पिया तुमको दिल दे दिया बवाल छ बवाल बवाल के पिया तुमको ही दिल दिया इस जैसा फ्लावर समझे क्या पुष्पा नहीं समझे सुन के पिया भलक में आओ पिरिया ओइ ओ पी छ त यार हो त अहिले गाई त आउनु गाई मान पर्यो नि यताबाट जाऊँ न यार पब्जी घर हेर्नु पर्यो कि एकछिन पब्जी घर जस्तो छैन त केटा चुलो सुलो भएको टक्क झ्यालछ्याल भएको उत्रिने जन्नतमा तेरोले मन्नत माग कस्तो हावा चलेर यो आमाको टावर है केटा यो आमाको टावर ओइ मा कुरेसा कुरा के छु पेटै झस्क्यो यार तुझको ही दिल दिया
हाम्रो इन्ट्री अब यहाँ हुँदैछ स्टार्ट उताबाट इन्ट्री यताबाट टकटक आवाज चाहिँ मजा आउने भयो गाइस यताबाट जहाँबाट झर्दा नि हुन्छ सुन के पिया तुझे दिल दे दिया लाओ अमेरिका पुग्ने होला